यो भिडियो हेर्नु त साथीहरू। अचेल त समाचार सुन्दा पनि फिल्म हेरे जस्तो फिल हुन्छ यार। जे होस्, नयाँ सरकारले काम गरिरहेछ, भ्रष्टाचारीहरूलाई च्याप च्याप समाइरहेछ होइन। यही तरिकाले अगाडि बढोस्, विधि पुऱ्याएर काम गरोस्। बेस्ट अफ लक। पटक यो न्यूज हेर्नुस्, नेपालमा पहिलो पटक यस्तो सरकार बनेको छ जसले बिचौलियाको खेल नै खतम गरिदियो। नेताहरूको बेडरुम समय पसेर सरकार बनाउने र गिराउने प्लान बनाउने यी बिचौलियाहरू अहिले आफ्नै ज्यानको भिख माग्दै हिँडिरहेका छन्। तर न देउवा नेपालमा छन्, न त ओली आफ्नो घरमा छन्। प्रचण्डको त के कुरा गर्ने, उनी आफै निरीह छन्। कुनै पनि बिचौलियाले कुनै पनि नेताको फेभर पाउने चान्स नै छैन। यी दीपक भट्ट यति शक्तिशाली मान्छे हुन् कि ओली, प्रचण्ड, देउवालाई त यिनले आफ्नो इसारामा नचाउँथे। यिनीहरू मध्ये जोसुकैको सरकार होस्, अर्थ मन्त्रालय त यिनको पकेटमा हुन्थ्यो। जनार्दन शर्मा अर्थमन्त्री हुँदा प्रचण्डले यी दीपक भट्टलाई अर्थ मन्त्रालयभित्र पठाएका थिए। जे काम गराउनुहुन्छ जाऊ, आफ्नो हिसाबले गराऊ भनेर। नेपालमा कुनै पनि सेक्टर यस्तो छैन जसमा दीपक भट्ट नजोडिएको होस्। तपाईँ सेयर मार्केटलाई फलो गर्नुहुन्छ भने त्यहाँ एउटा कम्पनी छ हिमालयन रिइन्स्योरेन्स एचआरएल, त्यसको सेयरलाई प्रिमियम मूल्यमा लिस्टिङ गराउने, धितोपत्र बोर्डको अध्यक्ष आफ्नै दाइलाई बनाउने, यी सबमा उनकै नाम छ। अचम्मको कुरा त के छ भने देशमा स्थिर सरकार हुँदा पनि बालेन शाह प्रधानमन्त्री भएको अर्को दिनबाट नेप्सीमा र्यापिड फल आएको छ र यो फल आउनुको रिजन उनी पक्राउ पर्दैछन् भन्ने न्युज हो। पहिलो कुरा त नेप्सीमा अवैध पैसा लगानी गर्ने यी कालाबजारीहरूको सेलिङ प्रेसरले नेप्से गर्यो। दोस्रो रिजन भनेको एउटा होटल छ हिल्टन, जसमा यिनी भट्टको लगानी छ, जुन होटल यो जेनजी आन्दोलनमा जलेर खरानी भयो र त्यो होटलको इन्सुरेन्स एसआरएल र एनआरआइसीमा छ। होटल पनि आफ्नै र त्यो होटललाई कभर गर्ने इन्सुरेन्स कम्पनी पनि आफ्नै। अब भयो के भने उनी पक्राउ पर्दैछन् भन्ने कुराले यी दुईटै स्टकको मूल्यमा भारी गिरावट आयो। फेरि यी दुईटै कम्पनी नेप्सेका लिडिङ कम्पनीहरू हुन्, त्यसैले त्यसको नेगेटिभ सेन्टिमेन्ट पुरै नेप्सेमा पर्यो। यस्तो ठुलो बिचौलियालाई समाउनु, ओली, प्रचण्ड, देउवालाई समाउनु भन्दा पनि गाह्रो काम हो नेपालमा। यति गाह्रो कि सिआइबीले स्पष्ट मनी लन्ड्रिङ केसमा प्रमाण भेटाउँदा पनि पक्राउ गर्न नसकेर राष्ट्र ब्याङ्कलाई पत्र काट्ने, तपाईँले नै कारवाही गर्नुहोस् भनेर। उता राष्ट्र ब्याङ्कले फेरि सिबिआईलाई पत्र काट्ने। तर बालेन सरकारले पहिला त उनको पासपोर्ट ब्लक गर्यो ताकि भागेर विदेश गएर सेटल नहुन्। त्यसपछि सिबिआईको मनी लन्ड्रिङ केसलाई युज गरेर उनलाई एरेस्ट गर्यो। इन्डियन एम्बेसी, चाइनिज एम्बेसी, अमेरिकन एम्बेसी, यी एम्बेसीहरूले दिनको एक चक्कर त प्रधानमन्त्री कक्षमा लगाउँथे। इन्डियन मिडियाले प्रधानमन्त्री भएको 2 दिन पनि नपुग्दै इन्टरभ्यू दिन नमाने घरमै पुग्थे। तर बालेन शाहलाई भेट्नलाई एम्बेसीको त कुरै छोडिदिनुहोस्, दिनभरि सिंहदरबारको गेट बाहिर पुरेर बस्ने आफ्नै नेपालका मिडियाहरूले समेत उनलाई भेट गर्न पाउँदैन। यी एम्बेसीहरूले त बालेन शाहको दोस्रो तेस्रो लेयरका टिमहरूसँग छलफल गर्नुपर्ने हैसियत